राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम अगाडि बढाइराखेको छ आन्दोलनका दुईटा कि अब विद्रोहमा जाने कि चाहिँ भद्र अवज्ञा सत्याग्रह हुन्छ। अहिले चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्र अवज्ञा सत्याग्रहको बाटो नै लिएको छ। अब यहाँ मात्रै गर्नु यहाँ नगर्नु भनेर निषेधित क्षेत्रहरू तोक्दै मौलिक अधिकारलाई संकुचित अधिकारलाई संकुचित बनाउँदै लगेको छ। निषेधित क्षेत्रमा गएर पक्राउ दिने राजेन्द्र लिङ्गदेन थुनिन तयार भएको अब सन्देश दिन तयार भइसक्यौँ त। अब 22 गतेको त कुरै आएन, 7 गते नै हामी चाहिँ नि सामूहिक रूपमा थुनामा जान तयार। हाम्रा पार्टीका नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणा लगायत अरू पनि जति चैत 15 गतेको प्रदर्शनको क्रममा पक्राउ परेका निर्दोष मानिसहरू छन्, आस्थाका बन्दीहरूलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाईका लागि कानुनी र राजनीतिक दुवै लडाईँलाई चाहिँ सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको छ।